यहाँ चाहिँ ढुङ्गाको समस्या भएर चाहिँ हामीले चाहिँ यसरी अल्टोमा बोक्दैछ त बिल पाइहाल्छ नि अन्त केही छैन हौ दाइ भात मात्रै ल हो अचानक के भयो हेर्नुहोस् त कस्तो यहाँ भटाभट माल बनाइ हुँदैछ 3 बेगको भिडियो गरेर हाल्छ है खानु हुँदैन गरी चाहिँ जुरुक जुरुक उचाल्नु पर्छ गुड मर्निङ वेलकम ब्याक टु लप्चुङ ब्लग तपाईँ सबैजनालाई मेरो यो च्यानल लप्चुङ स्वागत छ र आजको भिडियो के कस्तो हुँदो रहेछ सुरु गर्नु गइरहेको छ तपाईँले यसरी नै माया सपोर्ट गर्नु चाहिँ नभुल्नु होला र तपाईँले सब्सक्राइब गर्नुभएको छ प्लिज प्लिज मेरो यो च्यानल लप्चुङ ब्लगलाई सब्सक्राइब गरिदिनु होला है र अहिले चाहिँ म चाहिँ फिलहाल चाहिँ कहाँ जाँदैछु भन्दा चाहिँ तपाईँलाई थाहै छ अहिले चाहिँ धमाधम रोडको काम भइरहेछ त्यस कारणले गर्दा रोडको काममा जाँदैछु है बाटो यस्तो छ यो चाहिँ मेरो घरदेखि रोडसम्म जाने बाटो है यस्तो चाहिँ के छ बाटो हेर ल हेरिहाल्नु चाहिँ यसरी हुँदैछ हाम्रो चाहिँ काम धमाधम रोडको हो आज चाहिँ यो कटिङ गर्नु अलिक प्रब्लम भएर यहाँ पनि घर भएको कारणले गर्दाखेरि चाहिँ प्रब्लम भएर चाहिँ जेसिबी बोलाएको यो ढुङ्गा त्यस्तो हुँदैछ देख्नु हुँदै होला हो धमाधम हुँदैछ काम चाहिँ यतै यसरी देखिहाल्नु होला यो जेसिबीको 10 जनाले गर्ने काम चाहिँ एक्लै गरिदिन्छ हेर्नुहोस् यहाँ हेर्नुहोस् त यसरी उत्तिसको रुखतिर है यस्तो खालको झुसले हुन्छ नि जुन चाहिँ यो हेर्नुहोस् यो झुसले देख्नु हुँदैछ तपाईँहरूले हेर्नुहोस् यो झुसले चाहिँ डरलाग्दो जिउमा लाग्यो भने चाहिँ चिलाउँछ गाइस यो झुसले तपाईँलाई मैले जुन चाहिँ देखाएँ त्यो चाहिँ एकदम खतरनाक झुसले हो यो चाहिँ जिउमा लाग्यो भने चाहिँ जिउभरि लुतो जस्तै डाम्रा निक्लिन्छ कोकोलाई निक्लिन्छ तपाईँहरूले कमेन्टमा भन्नुहोस् ल यो चाहिँ डेन्जर हो जुन हामी बस्तीतिर हुन्छौँ बस्तीमा हुनेहरूलाई चाहिँ यो प्रायः जस्तो मान्छेलाई थाहा हुन्छ सर्दैछ त्यो जेसिबीको बल चाहिँ भयङ्करै हुन्छ है हेर्नु त जेसिबीको डाँडो चाहिँ यस्तो खतरा छ हेर्नु त 50 जनाले गर्ने काम चाहिँ एउटै एक्लैले गर्छ हेर्नुहोस् त्यो यो चर्केको हौ अच्छा ल कति जमाना त्यो है कुटी आउँछ कति जम्मा रहेछ होइन नि यो तपाईँको झ्याउनु चाहिँ मात्रै पहिला त कहाँ भयो लागेको कामले हेर्नु न 15 मिटर मुनि अरे हो यस्तो 15 मिटर कि कति भन्यो 5 मिटर 15 फुट 15 फुट मुनि
हामी सबैजनाले कालुङ्गे च्याउ खान्छौँ र है र कालुङ्गे च्याउ चाहिँ कस्तो प्रकारले उम्रिन्छ भने यस्तो हुन्छ हेर्नुहोस् त्यही यो भित्र हेर्नुहोस् ल धमिरहेको गोला देख्नुभयो ए यस्तोबाट चाहिँ कालुङ्गे च्याउ उम्रिन्छ गाइस। तपाईँहरू कतिजनालाई थाहा छैन होला है यो कुरा, तर हेर्नुहोस् योबाट चाहिँ कालुङ्गे च्याउ उम्रिन्छ र जति हामीले यो छिचिमिरा भन्छौँ नि बाटोतिर उडिरहेको देख्छौँ नि यो चाहिँ योबाट निक्लिन्छ। हेर्नुहोस् देख्नुभयो यस्तोबाट पनि निक्लिन्छ त यहाँ हेर्नुहोस् ल है हेरिहाल्नुहोस् है आज भोलि किन हो एकदमै दिन खराब हेरिहाल्नुहोस् हो दिनै पानी आउँला जस्तो हुन्छ असिना पर्ला जस्तो हुन्छ घाँटै आउनु चाहिँ आउँदैन हो एकदमै ठन्डा ठन्डा छ। तपाईँहरूतिर कस्तो छ है हाम्रो चाहिँ यस्तै छ हेरिहाल्नुहोस् केही देख्दैन यहाँ चाहिँ ढुङ्गाको समस्या भएर चाहिँ हामीले चाहिँ यसरी अल्टोमा बोक्दैछ। यहाँ यी भाइ ड्राइभर भाइ हो बिचरा उपरबाट बोक्दैछ 500 रुपियाँ ट्रिप दिएको छ हामीले भाइलाई हो। अब के गर्नु काम त सक्नै पऱ्यो हेर्नुहोस् न यस्तो भइरहेछ है हो। र आज सन्डे हामी चाहिँ अब मिस्त्रीहरू छैन र हामी नै मिस्त्री सबै भएर गर्दैछौँ काम पवन भाइ हामी हो। मजा आउँदैछ भाइ ढुङ्गा बोक्नु देखिहाल्नु होला हौ यसरी ढुङ्गा यसरी बोक्दै बिल त बिलै बिल हो नि अब यो काम सकेर त बिल पाइहाल्छ नि अन्त यहाँ चाहिँ अब यो गाडीको मालिक पनि ऊ पवन भाइ हो र भाइले अब बिल माग्दैछ फेरि हो भाइलाई फेरि ढुङ्गा बोकेको बिल चाहिहाल्यो अरे देख्नु त होला यसरी दुःख गर्नुपर्छ बस्तीमा बसेर हो अरू दिन गाडी कुदाइ आज यसरी ढुङ्गा बोकाएँ भाइ र म चाहिँ यहाँ यो ढुङ्गालाई चाहिँ यहाँ फ्याँक्दैछौँ हो देख्नुभयो ए एक्लै पनि फ्याँक्दैछ यसरी यहाँ भट्टाबाट माल बनाइ हुँदैछ 3 बेगको काम चाहिँ धमाधम हुँदैछ हाम्रो चाहिँ साथीहरू त्यस्तै छ। धेर त कस्तो बेसी भइरहेछ नि देख्यो हो डोरी चाहिँ जुरुक जुरुक उचाल्नु पर्यो तातो पानी हो म खान्छु ल खै साङ्गे भाइले के ल्यायो खानाहरू त केही छैन हौ दाइ भात मात्रै म सुक्खा भात साङ्गे भाइले सुक्खा भात ल्याएछ सुक्खा भात सब्जीहरू अब मजाले खानु खाना चाहिँ भिडियो गरेर हाल्छ है खानु हुँदैन सब्जी चाहिँ भित्र हाल्छ कसले अरूले माग्छ भनेर लुकाइदिएको लोबी रहेछ मान्छे स्ट्रिङ चाहिँ कसले ल्याएको मैले हिजो साङ्गे भाइले किनेको ब्यागमै रहेछ उसको लट्ठी फसेको मैले किनेको साङ्गे भाइ चाहिँ लक्की चाहिँ तर लट्ठी पनि फसाउँछ बेला बेला हो यो पानी चोरेर मुनि हाल्दा कस्तो होला 12 बजीको खाना सुरु भयो किन पठाउनु उसको अन्दर क्या देखाउ न यसको भित्र सब्जी खोइ छैन हौ दा सब्जी अम्बो अरूले माग्छ भनेर र यस्तो रहेछ है भाइ ल हाम्रो त दाल लिएको दाल खानु भत्तु 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 मासु काट्नुको लागि पनि अचाना ल्याउनु साह्रो पर्छ हेर्नुहोस् न अचाना त यस्तो छ है देख्नु है तपाईँहरूलाई वेट त्यस्तो छ चाहियो भने चाहिँ यस्तो खालको अचानामा चाहिँ मासु काट्दा दामी हुन्छ यहाँनिर चाहिँ किनभने यसमा चाहिँ मासु काट्दाखेरि यसको
उयो निक्लिँदैन के अरे झुर्ना निक्लिँदैन यस्तो दामी छ त्यस्तो खालको चाहिँ दामी हुन्छ अचानक यो चाहिँ तपाईँहरू के को भन्नुहुन्छ चाहिँ लाबरको है लाबरको बोटको अचानक चाहिँ भयङ्कर हुन्छ ओ माथि यता माथिबाट जङ्गलबाट लिएर आयो ल हो अचानक के भयो हेर्नुहोस् त कस्तो तल असिना पानी आयो या त हेर्नुहोस् हाम्रो खतरा है खतरा असिना पानी एकैछिनमा डिग्देर गाडा गुरुङ हो यस्तो तलाको भयो धेरै ल है साथीहरू हामी चाहिँ काम गर्दै थियौँ है अचानक यसरी मतेरो भएर यस्तो भएर गाडाङ गुडुङ पानी आएर हो र काम छुट्टी गरेर घरतर्फ लाग्दैछौँ र तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो है कमेन्टमा भन्नु सक्नुहुन्छ र यसरी नै माया सपोर्ट गर्नु चाहिँ नभुल्नु होला मेरो यो च्यानल लप्चुङको भ्लगलाई है हेर्नुहोस् त यस्तो भएर एकैछिनमा अँध्यारो रात परेको जस्तो भएको थियो फेरि अहिले फेरि सँगै हुँदै जाँदैछ अहिले चाहिँ समय तपाईँको 5 बज्न लागेको छ है अहिले चाहिँ लामो दिन 6 बजी 6:30 मात्र अँध्यारो हुन्छ है ल आजको भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्टमा भन्नु नभुल्नु ल आजलाई यति नै फेरि पनि नयाँ भिडियोमा भेटौँ बाई